सो फाइनली GP47 ले चाहिँ अब गोप्रो किनिसकेको छ है अनि हाम्रो गोप्रोको चाहिँ बाई एन्ड सेल चाहिँ हाम्रो ब्रदरसँग है एकदम नाइस डिल है एकदम रिजनेबल प्राइस गोप्रो हिरो दामी 11 दिनुभयो त्यसको लागि धन्यवाद र हाम्रो च्यानलको नाम ब्रदर मेरो चाहिँ पुजन श्रेष्ठ PJ on the go ल PJ on the go को मैले यहाँ डिस्क्रिप्सनमा हाल्दिन्छु हैन सबैजनाले यसो गएर सपोर्ट गरिदिनु पर्यो हामी एकअर्कालाई नै त हो नि ल त्यति भन्दै अहिलेको लागि चाहिँ गोप्रो अब डाइरेक्ट माइकमा के रे मोटो भ्लगमा भेटौँ है त Ready, fight. So this is my first time using a GoPro Hero 11 Red thanks to Mr. Pujan Shrestha kind of good nature person type को भेटियो है उहाँले अब क्यामेरा अलि रिजनेबल प्राइसमै दिनुभयो यो क्यामेरा किन्नलाई ठुलो हात चाहिँ दुईजना पर्सनको हो है एकजनाको नाम चाहिँ ऋतिका गुरुङ हो भने अर्कोको नाम चाहिँ भेरी ग्रेटफुल टु आस है यस्तो एक्साइटेड र रस आवर हुन्छ नि रस हतारमा भ्याटभुट क्यामेरा किनेर निस्क्यो हो नि त साला पेट्रोलै हाल्न बिर्सेर रहेछ आज बाइक झगाल्नु पर्नेवाला कन्डिसन हुन सक्ने छ है पछिदेखि कमाइ जुगाड हालेर गोप्रो किन्नुलाई जुडेछु भनेर मात्रै देखाउनको लागि सर्ट भिडियोहरू हालिरहेको थियो नि त अब लङ भिडियो आउँछ रेड किलर कोही माइकालाल रोक नै सक्दा मुझे भन्ने खालको साला बाइकको लुकिङ ग्लास टाइट गर्नलाई 20 रुपियाँ खर्च गर्नलाई लोभ गर्ने मान्छेले हेर्दा गोप्रो हिरो 11 किन्नु ओ रन्जित वा को रहेछ भनेको त कहाँ हो सल्लाहहरू जान्ला हो ए ल जाऊ म ड्युटी इन्जिन लेसमा लाउन लाग्छ रन्जितले पारी हो कि यहाँ हो पारीवाला यहाँ जाँदैन मेरो नि गराउनु छ यार हाफ इन्जिन खोलेर मोबिल खान थाल्यो रन्जित यो चाहिँ रन्जित हो वेलकम रन्जित टु नयाँ भ्लग ल 11 सेकेन्ड अझै बाँकी छ रहेछ यार हजुर इन्जिन त एक लाख सोरुममा फेरेको त्यसपछि पनि अस्ति क्र्याङ्क साफ फेरेको अनि त्यतिखेर पनि पिस्टन गरिदिएन छ कि अनि मोबिल खाइरहेछ हाफ इन्जिन खोलेर पिस्टन जाउँ भेटौँला रन्जित भाइ त्यो चाहिँ मेरो बाइकको प्रब्लम्स हो है मासाला सोरुमले मुझे कसम यस्तो रेकलेस हुन्छ नि आफ्टर सेल्स सर्भिस चाहिँ एकदम गाँडै दिएको छ होइन बाइक चाहिँ राम्रो अब मेन्टेन गरेको छ केटाहरू वर्कसपमा छन् नि त साथीभाइहरू हुन्छ होइन अब चिनजान भएको होला अनि त्यही भएर एकदम फुल टेन्सन छैन मलाई तर एउटा सोरुमले अथोराइज लिइसकेपछि सोरुमले गर्नुपर्ने चिजहरू चाहिँ मेरो लोकल वर्कसपमा हुन्छ कि मलाई चाहिँ त्यही भएर यो सोरुम भन्ने चाहिँ मन पर्दैन सुजल के छ सुजल वेलकम टु आवर ब्लग्स थ्याङ्क यू ओहो रेकर्ड अन रेकर्ड हो नि मेरो रेडी छ होला यार पिज्जा टेस्टिङ हान्दैछु कि म पनि कतिको साउन्ड हान्छ न माइक किने खाने कि अझै यसबाटै भयो भने पनि किन किन्नु भनेर तर चाहिन्छ एउटा माइक त माइकले डिफ्रेन्ट रोल खेलिदिन्छ नि बुझिनँ माइकले क्या धुपको त्यो कस्तो दामी आउने क्या 360 चाहिँ कति पर्छ 360 X3 को 35,000 मा थियो मलाई त्यो कामै लागेन अहिले चाहिँ बेलुकाको 6 बजे लाग्यो होइन अब बेलुका नाइट फुटेज के कस्तो आउँछ पनि त हेर्नु पर्यो र मैले चाहिँ माइकलाई चाहिँ पछाडि ब्याक मिडिया मोडको ब्याक माइकबाट अन गरेको छु साउन्ड चाहिँ लेट्स होप कि राम्रो आएको छ कि के छ होइन निम्स दाइले नि मेसेज पठाए कङ्ग्रेचुलेसन भनेर धेरै धन्यवाद सबैजनालाई नाक चाहिँ अलि यस्तै भइरहेछ अलि आवाज नाकेश्वर आइरहेको होला होइन सम्भव अनि यहाँ यतातिर आवेला चाहिँ के गर्छु थाहा छ प्रायः जहिले यताबाट घुमेर जाने गर्छु कि यहाँ गणेश मन्दिर छ नि त अनि बिस्तारै सोच्नु भइरह होला किन गोप्रो लियो अब यतिखेर मार्केटमा DJI भनेको वान अफ द लाइक नाइटको लागि चाहिँ राम्रो वाला क्यामेरा हो थियो नि त
तर DJI-को अस्मो एक्सनहरू सेकेन्ड ह्यान्ड मार्केटमा पाउन अलिक गाह्रो रहेछ के त्यो मान्छेले धेरै किने पनि छैनन् होइन अनि सेलमा आउनेवालाहरू प्राइस चाहिँ अलिक एकदम ओभर महँगो के साला 30,000मा आउने 30-40 हजार आउने चिज 50-55 हजार दिने भए मात्रै दिन्छु भन्ने खालकोहरू के अब GoPro चाहिँ अलि अब एकदम भेरिएन्टहरू छ नि त फ्रम हिरो 1 2 3 4 टु अराउन्ड अहिले त कति GoPro हिरो 13 लन्च भइसक्यो अनि धेरै भेरिएन्ट भएर GoPro को प्राइसहरू चाहिँ अलिक ड्रप आउट भइरहेको बेला मौकामा चौका हाने हो है मौकामा चौका हान्दाखेरि चाहिँ रमाइलो भयो किनकि हाम्रो जो तपाईँले अघि दिउँसो जुन भिडियो हेर्नुभयो नि दिउँसोको फुटेजमा जोसँग हामीले के थियो पुजन श्रेष्ठ भने जस्तो लाग्थ्यो है पुजन श्रेष्ठ ज्यूको जुन क्यामेरा छ नि अहिले चलाइरहेको यो क्यामेरा चाहिँ पर्सनल्ली मेरो ओपिनियनमा अब प्लस हाम्रो पुजन श्रेष्ठजीले भनेको हिसाबको कुराले चाहिँ यो क्यामेरा खोलेर अनि 1-2 दिन चलाएर त्यसपछि क्यामेरा मिसप्लेस भएर अनि चलाएकै थिएन अरे के अनि त्यस्तोवाला क्यामेरा चाहिँ अब 2 वर्षपछि मैले पाएको हो कि यो क्यामेरा बुझेँ नि कतिको नयाँ क्यामेरा छ भन्ने कुरा आफै विचार गर्नुहोस् के लन्च भएको जम्मा कति वर्ष भयो 3 वर्ष हुन लाग्यो 3 वर्षमा 2 वर्ष त हरायो मिसप्लेसै भयो रे त्यो क्यामेरा अनि त्यस्तोवाला क्यामेरा चाहिँ मैले पाउँदाखेरि त मलाई चिट्ठा परे होइन त भने एउटा नथिङ के अब 1-2वटा फ्लजहरू त भइहाल्छ होइन सबै चिजमा फाइदा बेफाइदा छँदैछ अब एज लाइक साइडको जुन ब्याट्री लक डोरहरू चाहिँ छैन तर क्यामेरा इज इन भेरी 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 बेस्ट कन्डिसन के नट जस्ट गुड होइन बट भेरी बेस्ट कन्डिसनमा छ कि अनि चिट्ठै परे हो क्या यो त सिधै बक्सबाट नै बक्सै फोडे जस्तो हुन्छ नि सिलप्याक क्यामेरा हो भन्दाखेरि पनि खासै फरकै नपर्ने खालको क्यामेरा छ कि विथ मिडियम मोड त्यसपछि त झन् बर्थडे भइहाल्यो नाक पनि कस्तो